समुद्रमा त नुन पाउँछ भन्ने सुनेको थिएँ तर तालमा। हेलो हाई नमस्ते, मेरो नाम सृजना। स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आज म हजुरहरूलाई देखाउँछु नुन पाउने लेक, जो हाम्रो घर नजिकै रहेको छ। देख्न सक्नुहुन्छ पुरै सेतो देखिरहेको छ, जुन त्यो सबै नुन हो। यो ठुलो क्षेत्रफलमा रहेको यो लेक, जुन उनेजाबाट 15 मिनेटको दूरीमा रहेको छ। हजुरहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। हामी चाहिँ आमा छोरी अनि छोरीको साथीहरू, मेरो नानीहरू मजाले खेलिरहेका छन्। हामी साँझको 5 बजेतिर गएका थियौँ। त्यही पनि देख्न सक्नुहुन्छ कति टाठो घाम लागिरहेको छ। अहिले साउदीको टेम्परेचर एकदमै धेरै छ, त्यही भएर दिउँसो निस्किन पनि सकिँदैन। हामीलाई थाहा थिएन यति टाठो घाम लाग्छ होला भनेर। 5 बजेतिर पनि यस्तो टाठो घाम लागिरहेको थियो। त्यसले गर्दा हामी धेरै बेर खेल्न सकेनौँ। एकैछिन मनोरञ्जन गरेर हामी